छोरा ए छोरा पानी ले त साह्रै प्यास लाग्यो। अनि भोक पनि साह्रै लागेको छ। खाना बनाएकै छैन? खानासाना केही पनि पाएको छैन मैले तपाईँहरू जहिले यताउति हिँडिरहनुहुन्छ। नेता भनेको छ, चुनाव भनेको छ, पाउने केही होइन। आफ्नो आशालाई मारेको छ। अलिकति हुन्छ नि, सधैँभरि यही तरिकाले चल्छ? पार्टीको झोली भएर हुन्छ? हुँदैन नि बुवा। छोराछोरीको पनि जिन्दगी हेर्नुपर्ने हुन्छ। तपाईँहरू सधैँभरि यसरी हिँड्नुहुन्छ। तपाईँको यही कारणले गर्दाखेरि आमाले छोडिजानु भयो। धेरै नगर जाठा। यस्तो धेरै नकरा जाठा भन्नुहुन्छ कि बुवा तपाईँले। तपाईँहरूको यही सोचले गर्दाखेरि हो कि, यही सोचले गर्दाखेरि, यही तरिकाले गर्दाखेरि देश पछाडि गएको। न हाँस्न पाएको छ, न खुलेर बाँच्न पाएको छ। यत्रो पढाइ लेखा युवाहरू सबै देश छोड्ने बाध्य बनाएको छ तपाईँहरूको नेताहरूले। तपाईँहरू अझै पनि त्यही नेता, त्यही पार्टी, त्यही झन्डा भन्दै हिँड्नुहुन्छ। अलिकति सोच्नु न बुवा, छोराछोरीहरू पनि हुर्किँदैछ, केही गर्नुपर्ने हुन्छ। सधैँभरि तपाईँको पार्टीले मात्र त गर्दैन होला त। खोइ त्यत्रो दुनियाँको आश बोकेर हिँडेको पार्टीले अहिलेसम्म के गर्यो त? के गर्यो? देखिरहनु भएको छ तपाईँले पनि। जहिले पार्टी भनेको छ हिँडेको छ, पार्टी भनेको छ हिँडेको छ, गाउँ डुल्याएको छ, गर्न केही सकेको छैन पार्टीले। यसरी चाहिँ हुँदैन बुवा। अब यसरी चाहिँ हुँदैन। अब जेनजीको आन्दोलन हुँदैछु, म त्यहाँ प्रोटेस्टमा जाँदैछु। खानासाना के कसो हो पकाएर खानु आफै। अरू मलाई केही कुरा पनि थाहा छैन। तपाईँहरूको यो तरिकाले म बस्नु पनि सक्दिनँ यहाँनिर। अब यो तरिकाले हुँदैन। होइन, कस्तो छोरा चाहिँ जन्माएछ नि। हो भन्दा ठुलो जान्ने भइसक्यो यो पनि। को फोन आयो फेरि? हेलो, के भन्छ? अर्को पार्टी आयो रे? कुन चाहिँ पार्टी आएछ फेरि? ठिक छ ल, शान्तले गर्ने। उनीहरूको पार्टी उनीहरू होस्, हाम्रो पार्टी हाम्रो हो। तर हाम्रो केटाहरू चाहिँ सबैजना उठाउनु पर्यो। केटा हो, पैसाको चिन्ता चाहिँ नगर। खोला बगाइदिन्छु पैसाको यसपालि। ल ल ल ल ल ल के छ यसो मिलाएर खान। पैसाको चिन्ता नगर। ल ल म पनि यसो अब खानासाना खाएर आउँछु। ल ल ल ल ए टेन्सन नगर न केटा हो, टेन्सन नगर। ल ल ल ल ल म खानासाना खाएर आइहाल्छु। ल ल ल अब यति भएपछि चाहिँ केटाहरूले चाहिँ लिएर आउँछ। जित्ला आस्तो छ। भोट केमा हातमा, भोट केमा हातमा, भोट केमा हातमा, भोट केमा हातमा, भोट केमा हातमा। होइन, के भन्छ यो केटाहरू? अनि फेरि यो कुन चाहिँ नेता आइपुग्यो यो? यतिले त भोट त आउँदैन नि त। के हो यतिले त मानेन त। हाम्रो नेता जिन्दाबाद, हाम्रो नेता जिन्दाबाद, हाम्रो नेता हाम्रो नेता। ल दाइ, भोट चाहिँ यसपालि चाहिँ मलाई है है हस्। ए दाजुभाइ यार, म छ त दाजुभाइ, म हाम्रो नेता हाम्रो नेता हाम्रो नेता हाम्रो नेता हाम्रो नेता हाम्रो नेता। यो अब तपाईँको भाडा मार्ने दिन गयो। अब म चाहिँ यहाँ भाडा मार्नलाई ल्याउनु यहाँ। हस् आमा,
भोट चाहिँ यसपालि चाहिँ मलाई है। हुन्छ हुन्छ हस् हुन्छ। हाम्रो नेता राम्रो नेता हाम्रो नेता राम्रो नेता हाम्रो नेता राम्रो नेता आमा भोट चाहिँ मलाई है आमा भोट मलाई। ल ल ल हुन्छ छोरा ल मैले हाल्छु ल ल ल ल ल ल आमा भोट मलाई। हाम्रो नेता हाम्रो नेता गाउँको केटाहरू अङ्ग्रेजीमा यसो मिलाएर दिनु न, जे भन्दा नि हुन्छ। हेलो माई सिल्ली पिपुल। डियर माई भिलेज नाइस पिपुल। यसले त्यसले के बोले खोइ अङ्ग्रेजीमै बोले, जे बोले नि राम्रै बोले होला। डियर फ्रम माई भिलेज नाइस पिपुल। यो नेताले चाहिँ देश बनाउँछ है केटा। I am from Katsadim. You are understand? I am cancer boy. Good morning. Good night. Stand it. Attention. तरकारी पनि पाक्यो होइन यतिखेरसम्म नि आइपुग्दैन त फोनै गर्नु पर्यो त्यसलाई के गर्नु अब छोरा भने छोरा नै हो एउटै छोरा छ माया लाग्छ के गर्नु अब भोक लागेर कता भोतारिँदै होला उपलब्ध हुन सकेन होइन कहाँ गयो त्यो फेरि के गर्नु अब जे भए पनि छोरा भने छोरै हो ल आज त्यसको चाहिँ मन पर्ने चट्ट लाएर तरकारी बनाएको छ खुसी हुन्छ आज आएर ल माइल दाइ ओ माइल दाइ माइल दाइ ओ माइल दाइ को आयो फेरि होइन को हो के भयो के हो यो तपाईँको छोरा जेन्जीको प्रोटेस्टमा गएको थियो छातीमा गोली लागेर शहीद भयो। छोरा ओ बाबु ओ मेरो छोरा ओ छोरा उठ छोरा कुन चाहिँ हदेसीले गोली हालेर मारे मेरो छोरालाई ओ छोरा बाबु बाबु मैले खाइ नगरिकन पालेको मेरो छोरालाई घुम्जालो गोली हानेछ ओ छोरा जेन्जी प्रोटेस्ट यानि कि भदौ 22 र 23 त्यो दिन के भएको थियो सबैजनालाई थाहा छ। त्यसैले यसपालिको चुनावमा हाम्रोलाई होइन राम्रोलाई भोट दिउँ।